कानुन हालेर लग्नु पर्यो। ओए 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 आगेको मुतेको पानी आगेको मुतेको पानी। हेलो गाइज, ओके सबैजनालाई स्वागत छ फेरि अर्को पनि नयाँ भिडियोमा। हामी फेरि पनि नयाँ भिडियोमा उपस्थित छौँ। अब हामी चाहिँ यता माथितिर जाँदैछौँ। यहाँबाट चाहिँ पानी बगिरहेको छ, देख्न सक्नुहुन्छ। यहाँ चाहिँ यो साइकल चाहिँ हल्का बिग्रेको महसुस गर्दैछ। यो साइकल चाहिँ हल्का कानुन हालेर लग्नु पर्यो यार। साइकलका कानामा चढेर जानुपर्ने, साइकललाई कानामा हाल्नु पर्यो आयो क्या, साइकल बिग्रेर। यतादेखि जाउँ न, यतादेखि जाउँ, आज यतादेखि जाउँ। त्यहाँदेखि फेरि त्यहाँ हल्का झ्याउ छ क्या, कमाउने त्यहीँ छ। ल गाइज, अब चाहिँ हामी माथि यसको घर जाँदैछौँ होइन। यसको घर चाहिँ ल डिप्स गर्न त, यसले चाहिँ डिप्स गर्दैछ, हेर्न सक्नुहुन्छ। ल डिप्स कर, डिप्स कर। 1 2 3 4 5 6 7 8 9 10 भयो छोड्दै। यो चाहिँ गाई चाहिँ 10 चोटि डिप्स हाल्ने आउँछ, तर चाह्यो भने चाहिँ अरू पनि सक्छ, तर यसले चाहँदैन क्या अहिले, किनभने हामी भिडियोलाई लामो बनाउन चाहँदैनौँ। हावा चलिआउँछ, फेरि मेरो आवाज पनि के होला, खासै मेरो आवाज आएको छैन होला, फेरि तपाईँ देखाइरहँ, चिन्ता नगर्न। हाम्रो यो गाबरको दृश्य चाहिँ यस्तो छ। यो चाहिँ सिबिसीको हो, त्यहीँ माथिबाट स्कुल पनि देखिरह। यस्तो छ यो गाबरको दृश्य, हेर्नुपर्दा चाहिँ एकदम सुन्दर जस्तो मानिन्छ। हेरौँ त, आखै जङ्गलको बिच ठाउँमा अवस्थित छ चाहिँ यो चाहिँ। यतादेखि हेऱ्यो भने लेकै लेक बेसी देउरालीको लेक यहाँ मजाको ठाउँमा छ। क्या बोला? हेलो गाइज, वेलकम टु माय न्यू भिडियो। दियो होइन, सबै तपाईँहरू देख्न सक्नुहुन्छ। नमस्कार भने हल्का यो चाहिँ अर्कै लाग्यो होइन। म चाहिँ त्यो टावर टिपाउँछु है, लेकको टिप्छ त्यो देखिया पो टिप्ला त। अगाइ ल जाउँ त। आज धेरै हावा भइरहेको कि पाक्रोमा किन ए मजा आएछ। त्यसको अगाडिको पाङ्रो चाहिँ के भयो आज भने त्यो फलाम छ नि, त्यसले टायर समात्दिया क्या, चलाउँदै पनि दिँदैन। यी डोर्याउँदाखेरि पनि रोकिदिन्छ क्या, टायर समात्दिया छ होइन। यतादेखि जाउँ कि खोलखोलै जाउँ कि यहाँ ल त। हामी चाहिँ गाइड सधैँ यतादेखि जान्थ्यौँ होइन, अब आज चाहिँ हामी यतादेखि जाने सोचिरहेको छौँ। यसले चाहिँ एउटा हातले साइकल उचाल्छु, भिडियो बना भनिरहेको छ। ल हो के केटो चाहिँ हो के, ल बधाई छ, ल केटा बधाई छ। आमा हो यसले चाहिँ एक हातले साइकल उचालेर हामीलाई चाहिँ देखाइरहेको छ। यो चाहिँ एकदमै ठुलो कुरा हो। अब एक हातले साइकल उचाल्नु भने अब सानोतिनो कुरा चाहिँ होइन। अन्त फेरि के लागिरहेको छ नि, फुल कन्फिडेन्समा छु कि म। गाइज यसले चाहिँ साइकल चलाउने त कुरा सुरु, डोर्याउन पनि सक्दैन होइन, किनभने नचला के मुला। यो आलीमा एक त साइकल त्यस्तो भए आउँछ, त्यहाँमै क्या चला होला त यो आलीमा। गाइज त्यही नै हो होइन। यसले चाहिँ यही आलीमा पनि साइकल चलाएर फेरि एक्सिडेन्ट हुने विचार गरिरहेको छ। एकचोटि एक्सिडेन्ट भएर पुग्या छैन बिचरालाई। ल एकचोटि एक्सिडेन्ट भएर नपुग्ने के हात म। ओए 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 भन्दै थिएँ मलाई तँलाई यहाँ आलीमा नचला भनेर। ओभर एक्टिङ हुन्छ कि फेरि, ओभर एक्टिङ हुन्छ कि फेरि गर्ने भन्दै थिएँ। अब यहाँ उमा आलीमा नचला भनेर यहाँ अब क्यानु गाइस, आलीमा साइकल एक्सिडेन्ट भएको छ, साइकल क्र्यास भएको छ क्या। यति भोल्टेजमा सञ्चालन गर्ने भने यहाँ मान्छे छ भने यहाँको मान्छेलाई स्वाट तानेर करेन्ट लगाएर सबै चुसिदिन्छ क्या। एकदमै खतरनाक हुन्छ यो एकदम। यही त होइन कहीँ सुरु गर्ने, यो तल त झरेन कहीँ, खै त क्या हो त हामी। यही हो कि क्या अब यो ए उसले त्यो त कहाँ ठोकिनु हो नि, यो न त ठोकिनु त पहिला नि ठोकिदियो त, यही होला यही कभर र यही घटे कहाँ के भइगयो छ यो। ल थाहा
ल बनायो ल गाइस त्यही नै हो हामी चाहिँ यो खोलामा आइसकेका छौँ हो बना नि त पहिला चाहिँ हामी यहाँ माछा मार्थ्यौँ यार बल्छीले खोलामा यस्तो मजाले माछा मार्थ्यौँ यत्रो एक पाउको मङ्गुर पनि मारेको क्या हामीले चाहिँ एकचोटि बाम पनि मारेको माछा त मारेकै हो लगभग अब कुन्दाकुन्दै यसै खोलामा पौडी खेलिन्थ्यो माछा मारिन्थ्यो र आज पनि अब उही बालापनलाई सम्झँदै हामी फेरि पनि एकचोटि यहाँ पौडी खेल्नेछौँ यहाँबाट चाहिँ पुल छैन पारिजनाको लागि यो पनि एउटा गाउँ रहेको छ खेलिदिउँ न त क्या अब त राम्रोसँग यतैबाट जाने त हो म त यता देख्न हो गाइस त्यो बाँसको अब चाहिँ हामी लगभग एकछिन ताल खेल्नेछौँ होइन ताल खेलेको भिडियो पनि मजाले हामी हाल्ने नै छौँ मै जान्छु फेरि मलाई चाहिँ एकजना मात्रै जानु डर हुन्छ कि दुईजनासँगै जाने मोबाइल यति ठडाइदिउँ न त क्या त यता गरी खेल्ने त होला यता अनि यहीँ देख्छ हेर्न बराबर हो जत्ता यति जति छ त्यहाँ पनि त्यति हो बराबर हो आना आयो है जता म डुबाउँदैन उठिँदै जा उठिँदै जा ओ उठिएको बनाइदियो गाडी हाल्छु भाग्न सक्दिनँ ओके गाइज ल फाइनली हामीले अब पौडी सौडी पनि खेलेर होइन ताल खेलेर अब चाहिँ हामी लागिरहेको छौँ घरतिर क्या मजा हुने क्या होइन यो गर्मी मौसम पनि लागिसक्यो वैशाख जेठ यो महिनामा त पौडी खेल्ने पनि क्या मजा आएको यस्तो कपाल पनि फर्फर गर्नु कपाल पनि खुसी भइरहेको ताल पनि एकदमै राम्रो रहेछ अब हामीले चाहिँ तालसाल खेल्यौँ अब चाहिँ हामी घर जाने तयारी गर्छौँ र आजको भिडियो यति हुँदै म चाहिँ यहीँ इन्ड गर्न चाहन्छु ओके टाटा आई विल मिट यु नेक्स्ट भिडियो बाई